नमस्ते। आज म मध्यपुर थिमी नगरपालिकाका मेयर श्री मदन सुन्दर श्रेष्ठज्यूसँग कुराकानी गर्दैछु। उहाँ हाम्रो सम्पर्कमा जोडिसक्नु भएको छ। म सबभन्दा पहिला उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। मदन सुन्दर श्रेष्ठज्यू, मेयरज्यू, हाम्रो कार्यक्रममा यहाँलाई स्वागत छ। सबभन्दा पहिला नेवा एफएम 106.6मा म यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। अनि अब हामीले कोरोना विशेष भनेर यो कार्यक्रम अहिले विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाको महामारीबाट नागरिकहरूलाई जोगाउने अभिप्रायले, सूचनाहरू प्रवाह गर्ने अभिप्रायले सञ्चालन गरेका हौँ। अब कीर्तिपुर नगरपालिकाका मेयरदेखि दक्षिणकाली, चाङ्गु नारायण सबै यो वरिपरि उपत्यकाका वरिपरिका नगरपालिकाहरूसँग हामी जोडिँदैछौँ। आज मध्यपुर ठिमी नगरपालिकाको स्थितिहरू के कसो छ त्यसबारेमा अलिकति जानकारी गराइदिनुहुन्छ कि? समय कोरोनाको यो डर चाहिँ वृद्धि भइराखेको भयो नै। हजुर, त्यही क्रममा अब मध्यपुर ठिमी नगरपालिका पनि काठमाडौँ पछिको चाहिँ हटस्पटको रूपमा विकास भइराखेको छ। हजुर, अहिलेसम्म हाम्रो लगभग चाहिँ 235 जना जति सङ्क्रमित देखिएको छ नगरपालिका मात्रै। 3 जनाको चाहिँ मृत्यु भइसकेको छ। हजुर, अब यसको लागि हामीले अलि कोसिस गरिराखेका छौँ। त्यसको लागि चाहिँ हामीले उपत्यका मध्यपुर ठिमीमा बढी देखिनुको कारण चाहिँ हामीले अलिक बढी चाहिँ यो हामीले स्वास्थ्य सङ्कलनहरू कोरोनाको पिसिआर टेस्ट चाहिँ बढी नै गरिरहेका छौँ। अहिले चाहिँ कन्ट्याक्ट ट्रेसिङको आधारमा हामीले धेरै अहिलेसम्म हामी 1 गतेबाट चाहिँ आजसम्मको मितिमा हेर्दाखेरि हामी लगभग 1500 जति कन्ट्याक्ट ट्रेसिङ गरेका छौँ। त्यसको आधारमा चाहिँ 185 जना चाहिँ सङ्क्रमित देखिएको छ। उहाँहरूलाई चाहिँ हामी आइसोलेट गरिसकेका छौँ भने अब थप चाहिँ हामी यो कन्ट्याक्ट ट्रेसिङलाई अझै निरन्तरता अलिक बढी दिइरहेका छौँ। हजुर, धन्यवाद। अनि अब यसरी यो कन्ट्याक्ट ट्रेसिङबाट तपाईँले पिसिआर टेस्ट गरिरहनु भएको, यो कति फ्रिक्वेन्सी, कति दिन जस्तोमा गरिरहनु भएको छ? अहिले हामीले दैनिक चाहिँ 300 देखि 350 जनाको परीक्षण गरिरहेका छौँ। अहिले मध्यपुर ठिमी नगरपालिकाले चाहिँ आफ्नो अस्पताल नेपाल कोरिया मैत्री सञ्चालन गरिराखेको भयौँ। अनि त्यसमा चाहिँ हामीले पिसिआर ल्याब पनि आफै सञ्चालन गरिरहेका छौँ। अनि त्यो एउटा चाहिँ हाम्रो सहज भइराखेको भयो। त्यसको लागि चाहिँ हामीलाई नेपाल सरकारबाट चाहिँ किटहरू उपलब्ध हुँदैन। तथापि हामी नगरपालिकाले त्यसलाई व्यवस्थापन गरेर हामी लगभग चाहिँ 5000 क्षमताको लागि पुग्ने गरेर चाहिँ हामीले किटहरू ल्याइसकेका छौँ। 40 लाख जतिको चाहिँ हामी किट फेरि ल्याइसकेका छौँ। त्यसको लागि चाहिँ हामी घनीभूत रूपमा चाहिँ यो पिसिआर परीक्षण गरिरहेका छौँ। अनि पिसिआर परीक्षणको दर चाहिँ जति बढाइयो अनि सङ्क्रमितको दर चाहिँ त्यति बढ्ने रहेछ। हामीले त्यो अनुसार चाहिँ लुकिराखेको सङ्क्रमितहरूलाई चाहिँ हामीले परीक्षण गरेर दायरामा लिएर आउँ। त्यही भएर चाहिँ अलिक बढी देखिरहेको। त्यसलाई चाहिँ हामी आशा गर्छौँ अब 1-2 दिनपछि चाहिँ सङ्क्रमणको दर मध्यपुरमा बढ्दै जान्छ भने चाहिँ हामीले आशा गरेँ। हजुर, अब यसरी पिसिआर टेस्ट गर्ने क्रममा तपाईँहरूको अब सञ्चारकर्मी भयो, सुरक्षाकर्मीहरू भए, स्वास्थ्य कर्मीहरू प्रयोग गरेर यिनीहरूको स्थिति के छ? यो अहिले यिनीहरूलाई चाहिँ अब समाजमा अलिकति नराम्रो दृष्टिले हेर्ने पनि गरिरहेका छन् जनताहरूले। अहिले जनताहरूको यो अलिकति समस्या देखिएको छ। यसमा नि जनताहरूबाट नि अलि पढे लेखेका र बुझेका भनाउँदाबाटै त्यस्तो समस्याहरू आइराखेको पाएका छौँ। तर काठमाडौँको ललितपुरको र मध्यपुरको उदाहरण हेर्ने हो भने त्यसमा चाहिँ अब सङ्क्रमितको दर चाहिँ हाम्रो सुरक्षा जुन फ्रन्ट लाइनको कटिराख्नु भएको छ उहाँहरूको चाहिँ सङ्क्रमण दर बढिएको छ। अहिले चाहिँ हिजो मात्रै चाहिँ मध्यपुर ठिमीको प्रहरी वृत्तमा चाहिँ हामीले 16 जनाको परीक्षण गरेका छौँ। 13 जना चाहिँ सङ्क्रमित देखिएको छ। अहिले अनि स्वास्थ्य कर्मीहरूको पनि त्यही स्थिति छ। स्वास्थ्य कर्मीहरूको चाहिँ हामी 11 जनाको अस्ति सङ्क्रमण देखिएको छ। नगरपालिका अस्पताललाई हामीले सिल गरेको छौँ। अब सुरु गर्ने तर्खरमा छौँ। अब चाहिँ यो बिस्तारै चाहिँ फ्रन्ट लाइनमा खटिराखेको जनप्रतिनिधिहरूमा पनि देखिन थालेको स्थिति छ। अब काठमाडौँ महानगरपालिकाको मेयर साहबको चाहिँ कोरोना पोजिटिभ हिजो देखिसकेको भयो। त्यसअनुसार चाहिँ हामीले पनि आज स्वास्थ्य सङ्कलनका साथ दिएका छौँ। त्यसअनुसार चाहिँ फ्रन्ट लाइनमा खटिराखेकोहरू जो कोरोनाको लागि चाहिँ यो रोक्नको लागि चाहिँ खटिराख्नु भएको छ उहाँहरू चाहिँ सङ्क्रमित भइराखेको छ। फेरि चाहिँ अनि सङ्क्रमित हुँदै उहाँहरूले उपचार गरिराख्दाखेरि, सुरक्षा प्रदान गरिराख्दा तिमीहरूबाट चाहिँ सङ्क्रमण उपत्यकामा भित्र्यो भने चाहिँ अनावश्यक र गलत लान्छना लगाउने अलिकति गलत प्रवृत्ति पनि देखिएको छ सङ्गति। हजुर, अनि यो
यो तपाईँले अब यो यसमा अहिले सरकारले चाहिँ नि यो सुरक्षा भत्ता भनेर दिने गरेको छ नि होइन, यो उद्घोषण त गरेको छ, अब यो व्यवहारमा लागू भएको छ कि छैन है हाम्रो नगरमा? नेपाल सरकारले निर्णय गरेकै आधारमा भत्ता दिने गरेका छैनौँ। अब हाम्रोमा लगभग चाहिँ 150जना जति यो स्वास्थ्य कर्मीहरू हुन्छ, अस्पताल पनि काउन्ट गर्ने हो भने 450जना जति स्वास्थ्य कर्मीहरू हुन्छन्। तर त्यसमा चाहिँ अब जो यो कोरोनाको महामारीको बिचमा हाजिर भएर उपस्थित भएर चाहिँ काम गरेकाहरू हुन्छन्, फिल्डमा खटेको हुन्छ, उहाँहरूलाई चाहिँ हामी भत्ता उपलब्ध गराउँछौँ। तर स्वास्थ्य कर्मी भएको नाममा चाहिँ गाडी पाइएन, घरबाट हिँड्न अप्ठ्यारो छ भनेर घरमा बसेर चाहिँ बसिराख्नेहरू र अनि पछि हाजिर गर्नेहरूलाई चाहिँ हामीले भत्ता उपलब्ध गराउन सकिँदैन भनेर हामीले प्रष्टसँग नै भनेका छौँ। हजुर, त्यो त मिल्दा पनि मिल्दैन नि होइन, काम नगरिकन भत्ता मात्र हेर्न त मिलेन नि है। तर यो कर्मचारीहरूको त्यस्तो पाराहरू देखिएको छ। काठमाडौँ महानगर ललितपुरमा नि अन्त अन्त पनि अब चाहिँ सिफारिस गरिदिने, मान्छेलाई किन रिसाउनु दिने भनेर चाहिँ 10जना खटेको हुन्छ नि, 90जना छोडेर 100जनाको चाहिँ भत्ता सिफारिस गरिदिने, त्यो अनुसार चाहिँ आर्थिक अनियमितता दुरुपयोग भइराखेको छ हामीले पाएका छौँ। त्यसैले चाहिँ मध्यपुरमा चाहिँ हामी भत्ता त उपलब्ध गराउने, तर त्यसको चाहिँ हामी उपस्थिति हेर्छौँ र फिल्डमा खटेको रेकर्ड र रिपोर्टिङको आधारमा मात्रै गर्छौँ भनेर प्रष्ट रूपमा हामीले भनेका छौँ। त्यो चाहिँ नगरपालिकाबाटै उपलब्ध गराइने हो? हजुर, यो नगरपालिकाले उपलब्ध गराउने हो। अब स्थानीय भत्ता भनेको चाहिँ स्वास्थ्य कर्मीहरू अब नगरपालिका अन्तर्गत नै आएको छ जनस्वास्थ्य, त्यसो भएको हुनाले हाजिर गर्नुपर्ने सबै नगरपालिकामै हुन्छन्। अनि नगरपालिकाले हामीले खटाएका निश्चित ठाउँहरूमा खटाएका छौँ, उपस्थित भएको छ कि छैन भनेर स्वास्थ्य शाखा प्रमुख र हाम्रो महाशाखा प्रमुखहरूबाट सिफारिस भएर हाजिर प्रमाणित भयो भने मात्रै दिने गरेका छौँ। त्यसको लागि हामी आफै पनि अनुगमन गर्ने गरेका छौँ। हजुर, धेरै राम्रो। अब यो कोरोना यसरी बढ्दै गयो भने अब यसको अब यो हाम्रो भनौँ न आइसोलेसनहरूको क्षमता वृद्धि गर्नुपर्ने पनि हुन्छ नि, त्यतापट्टि के कदम चाल्नु भएको छ? अहिले हामीले त्यो क्षमता वृद्धि पनि गरिरहेका छौँ। अहिले चाहिँ हामीले कोरोनाको चाहिँ जुन रूपमा यो कन्ट्याक्ट ट्रेसिङ गरेर यो पिसिआर परीक्षण गरिरहेका छौँ, त्यसको दरमा पोजिटिभ पनि आइराखेको छ। त्यसैले चाहिँ हामीले उपत्यकालाई नै एउटै युनिट मानेर एकीकृत आइसोलेसन र एकीकृत क्वारेन्टाइनहरू बनाउने भने हामी लागेको छौँ। यसअनुसार चाहिँ क्वारेन्टाइनको जिम्मा त गृह सचिवको नेतृत्वमा भइहाल्यो भने आइसोलेसन चाहिँ स्वास्थ्य सचिवको हामी नगरपालिकाहरू मिलेर भक्तपुरमा पनि हामीले चाहिँ छुट्टै चाहिँ आइसोलेसनहरू वृद्धि गरेका छौँ। अहिलेको स्थितिमा चाहिँ भक्तपुरमा चाहिँ हामीले 800 देखि 1000जनासम्म अट्ने गरी चाहिँ आइसोलेसन सेन्टरहरू चाहिँ तयारी अवस्थामा राखेका छौँ। सङ्क्रमित देखिनेहरूलाई चाहिँ यो हामीले मापदण्ड पुर्याएर चाहिँ स्वास्थ्य कर्मी र जनप्रतिनिधिहरूको रबर र सिफारिसमा चाहिँ हामी आइसोलेसन सेन्टरमा पठाउने गरिरहेका छौँ। तर त्योभन्दा नि हामीले चाहिँ सबभन्दा पहिला चाहिँ यो घरमा बस्न उपयुक्त छ भने चाहिँ घरमा चाहिँ उपयुक्त शौचालय छन् अथवा चाहिँ छुट्टै बस्न माहौल र स्थिति छ भने चाहिँ होम आइसोलेसनलाई प्राथमिकता बढी दिइरहेका छौँ। अनि घरमा बस्नै नमिल्ने माहौल भयो भने मात्रै हामीले यो आइसोलेसन सेन्टरहरूमा हामीले चाहिँ संस्थागत आइसोलेसन सेन्टरमा पठाउने गरिरहेका छौँ। है, हजुर, धन्यवाद। अनि अब अर्को एउटा कुरा के सोधौँ भने म यहाँलाई, अब हाम्रो बाहिरी जिल्लाबाट आएकाहरू अब अहिले सरकारले चाहिँ यो निषेधाज्ञा जारी गरिसकेपछि पनि योभन्दा पहिलाको जस्तै बाहिरी जिल्लाबाट त्यो आउने मान्छेहरू कति होला न है? अब उपत्यकामा त यो सङ्क्रमण फैलिनुमा त अलि दुःखका साथ भन्नुपर्छ नै। यो चाहिँ यहीँबाट उत्पत्ति भएको सङ्क्रमण होइन, बाहिरी जिल्लाबाट आएर चाहिँ सङ्क्रमणहरू यो बढिराखेको यो पुष्टि नै भइसकेको भयो। सुरुको लटमा हेर्ने भने चाहिँ बाहिरी जिल्लाबाट विशेष गरी चाहिँ तराईका जिल्लाहरूबाट आएको र इन्डियाबाट आएकोहरूबाट चाहिँ सङ्क्रमण पुष्टि भएको देखियो। अनि उहाँहरूबाट तिनीहरूबाट चाहिँ अब समुदाय स्तरमा र घर धनी अथवा चाहिँ पसलमा आउनेहरूमा चाहिँ सर्दै गरेर चाहिँ अहिले चाहिँ समुदाय स्तरमा पुग्न लागेको देखिएको छ। तथापि यो 15 दिन चाहिँ हामीले 15 दिन चाहिँ यो निषेधाज्ञा कारणले गर्दाखेरि चाहिँ आवत जावत चाहिँ लगभग ठप्प जस्तै छ। तर त्यो अवधिमा भित्रिसकेकोहरूबाट चाहिँ सङ्क्रमण बढ्दै गएको हुनाले त्यसलाई चाहिँ चेन ब्रेक गर्नको लागि चाहिँ यो चाहिँ हामीले पिसिआर परीक्षण गर्दै यसलाई चाहिँ अनि पोजिटिभ भएकोहरूलाई चाहिँ आइसोलेसनमा पठाउँदै गरेर यसलाई चाहिँ एउटा चेन चाहिँ ब्रेक गर्नै पर्ने छ। यो चेन ब्रेक गर्न नसकेसम्म अथवा चाहिँ हामीले यो सङ्क्रमणको दर जुन चेनको रूपमा बढिरहेको छौँ त्यसलाई चाहिँ हामी घरमै बसेर तोड्न नसकेको खण्डमा हामी आवाज जावतलाई निर्वाध रूपमा गर्ने हो भने चाहिँ यो नियन्त्रण गर्नलाई अझै पनि गाह्रो हुने र अझै बढी देखिएको छ। अनि यस पछाडि अब यो कोरोनाको नफैलियोस् भन्ने उद्देश्यले समाजमा चाहिँ अब जागरण गराउने उद्देश्यले के कार्यक्रमहरू गर्नुभएको छ?
यसको लागि चाहिँ मलाई लाग्छ उठेको भरि सबै नगरपालिकाले गर्दाखेरि 150 देखि 200 चाहिँ गाडीहरू चाहिँ माइकिङ गरेर घुमिराखेको हामीले पाएका छौँ। पछि अनुसार चाहिँ सबै नगरपालिकाले महानगरपालिकाले माइकिङ गरिरहेका छौँ। वडा स्तरमा पनि मध्यपुर तिमी नगरपालिकाले हामी चाहिँ माइकिङ चाहिँ दैनिक 3वटा चाहिँ गाडी हामीले माइकिङ गराइरहेका छौँ नगर प्रहरी मार्फत। अहिले चाहिँ यो कोरोनाको बारेमा चाहिँ जानकारी नहुनेहरू चाहिँ छैन जस्तो लाग्छ। तर कोरोनाको जानकारी हुँदै पनि अलि लापरवाही चाहिँ बढी देखिराखेको छ। त्यसलाई चाहिँ हामीले नियन्त्रण गर्नै पर्ने छ। अहिले चाहिँ त्यसो भएको कारणले गर्दाखेरि लकडाउनको अवधि चाहिँ निषेधाज्ञाको अवधि भोलि सकिँदैछ। तर सकिँदा पनि चाहिँ यो सङ्क्रमणको दर बढिरहेको कारणले गर्दाखेरि अब चाहिँ निषेधाज्ञा मात्रै होइन कि यसलाई चाहिँ कर्फ्यूको दायरामा चाहिँ अलि एउटा अवधिको लागि जानुपर्छ कि भनेर हामी सिरियस आयो भन्दा हामीले सुझाव पनि दिइराखेका छौँ। हजुर, धेरै राम्रो। अब यो फैलियो भने त अब महामारीकै रूप लिन्छ, हामी कोही पनि नबाच्ने स्थिति पनि हुनसक्छ। त्यसको लागि यहाँले चाल्नुभएको कदमको म धेरै सराहना गर्न चाहन्छु। अब जाँदा जाँदै अब मैले सोध्न बिर्सेको जस्तो केही प्रश्नको जवाब दिउँ लागेको छ यहाँलाई भने त्यो विषयमा केही बताइदिनुहुन्छ कि? उपत्यकावासी र मध्यपश्चिम नगरपालिका बासिन्दाहरूलाई म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु कि निषेधाज्ञा लागू गरिराखेको र यसको थप भयो भने नि अब कर्फ्यू नै आयो भने पनि यसको लागि जनताको लागि हो, तपाईँ हाम्रो लागि हो भनेर बुझ्नु पर्यो। सरकारको लागि र नगरपालिकाको लागि होइन भन्ने चाहिँ तपाईँहरूले बुझ्नुपर्ने हुन्छ। त्यसैले चाहिँ सरकारले अप्रिय भयो भने निर्णयहरू गरिराखेका छौँ। त्यसलाई चाहिँ इमान्दारीपूर्वक पालना गरौँ। सकेसम्म घरबाट निस्कँदै ननिस्कौँ। निस्कनै पर्यो भने चाहिँ हामी मास्कको प्रयोग गरौँ। अनि चाहिँ कहीँ जानै पर्ने भने यहाँ सोसियल डिस्टेन्सिङ रूपमा 2 मिटरको दूरी कायम गर्न सक्यो भने मात्रै पनि हामी नयाँ सङ्क्रमणहरू हुँदैन र त्यसलाई रोक्न सक्छौँ भनेर म हार्दिक अनुरोध गर्न चाहन्छु। हजुर, धन्यवाद। हाम्रो कार्यक्रममा जोडिनु भयो, अमूल्य जानकारीहरू दिनुभयो। यसको लागि नेवा एफएमको तर्फबाट म यहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। हजुर, शङ्करजी तपाईँलाई धन्यवाद। भविष्यमा फेरि यहाँसँग कुराकानी गर्ने आशा राख्दै आजलाई म बिदा माग्छु यहाँसँग। उहाँ हुनुहुन्थ्यो मध्यपुर थिमी नगरपालिकाका मेयर श्री मदन सुन्दर श्रेष्ठज्यू। यस्तै गरी मध्यपुर थिमी नगरपालिकाका स्वास्थ्य संयोजक पनि अहिले हामीसँग फोन सम्पर्कमा जोडिनु भएको छ। उहाँ हुनुहुन्छ भागीरथ अधिकारीजी। सबभन्दा पहिला भागीरथ अधिकारीजीलाई यो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार। अधिकारीजी, तपाईँ एक स्वास्थ्य संयोजकको आधारमा अब हाम्रो नगरपालिकामा के कस्तो भइरहेको छ, यो कोरोना सम्बन्धी के कस्तो गतिविधि छ, के कस्तो संयमता अपनाए, के कस्तो सुरक्षा अपनाइरहनु भएको छ, त्यसबारेमा अलिकति बताउनुहोस् न। हजुर, अहिले नमस्कार है। हजुर, म भगीरथ अधिकारी। म अहिले मध्यपुर थिमी नगरपालिकामा अहिले यो कोभिड को क्षेत्रमा चाहिँ स्वास्थ्य संयोजकको हैसियतले चाहिँ काम गरिरहेको छु। हजुर, काम गर्ने सिलसिलामा अहिले हामीसँग चाहिँ जम्मा हाम्रो नगरपालिकामा चाहिँ हिजोसम्मको दर्ता भएका बिरामीहरू चाहिँ जम्मा 230 जना हुनुहुन्छ। 230। हजुर, 30 जना हुनुहुन्छ र 230 जना मध्ये 3 जनाको मृत्यु पनि भइसकेको छ। हजुर हजुर, मृत्यु भइसकेको छ र हामीले सुरुका समयहरूमा थोरै पोजिटिभ केस रहँदाखेरि हामीले चाहिँ पहिला कन्ट्याक्ट ट्रेसिङका कामहरूदेखि सबै कामहरू चाहिँ सजिलैसँग गर्न सकेका थियौँ। र बिचमा आएर चाहिँ हाम्रा केसेसहरू एकैचोटि हट्टै बढेपछि हामीलाई काम गर्न एकपटक अलिकति असहज भयो। त्यस वखतमा चाहिँ नगरपालिकाको होल टिम आदरणीय श्रीमान मेयर साहब लगायतको हाम्रो प्रमुख साथी अतिथि लगायत सबै नगरपालिकाको टिमले लगायत हाम्रो टेरिटोरीमा रहेका हाम्रा स्वास्थ्यकर्मी साथीहरूले यो एकैपटक हट्ट बढेको केसेसहरूलाई चाहिँ म्यानेजमेन्ट गर्ने सम्बन्धमा चाहिँ हामीले एउटा छलफल गऱ्यौँ र छलफल गरेपछि टेरिटोरीका स्वास्थ्यकर्मी साथीहरूलाई पनि समावेश गराएर चाहिँ हामी अहिले चाहिँ एउटा टिमको रूपमा काम गरिरहेका छौँ। अहिले अलरेडी हामीसँग चाहिँ कोही काम गर्दैन सिआइसिआई टिम छ, हामीसँग 2टा टिम छ, यसमा 6 जना हुनुहुन्छ र एकजना हाम्रो त्यसको संयोजक चाहिँ हाम्रो श्याम कुमार थापाजी हुनुहुन्छ र रामप्रसाद लम्सालजी हुनुहुन्छ अहिले। र त्यसमा 6 जनाको टिम छ भने अर्को हाम्रो चाहिँ वडा तहमा चाहिँ हाम्रो वडाध्यक्षज्यूले त्यसको टोटल संयोजनको भूमिका निर्वाह गरिराख्नु भएको छ र त्यसमा चाहिँ हाम्रो वडा प्रशासकीय अधिकृतले चाहिँ हामीलाई सघाइराख्नु भएको छ र हाम्रो एउटा स्वास्थ्यकर्मी पनि त्यसँगै उहाँहरूसँग मिलेर अहिले काम गर्नुभएको छ। र वडा तहमा चाहिँ 3 जनाले
एउटा त्यो चिटिसिएफको एउटा भूमिका निर्वाह गरेर अहिले उहाँहरू चाहिँ काम गर्दै आउनु भएको छ र अहिले चाहिँ हामीलाई काम गर्न केही दिनको एकदम सहज महसुस भइरहेको छ। हजुर, अनि यो स्वास्थ्य कर्मीहरू सुरक्षाकर्मीहरू के कस्तो परिचालन गर्नुभएको छ, उहाँहरूले के कस्तो अवरोधको सामना गर्नु परेको होला, त्यसबारे पनि अलिकति भनिदिनुहोस् न। यस सम्बन्धमा के भइराखेको छ भने अलिकति अब यो नयाँ रोग र यसको चाहिँ परिणामहरू हेरेर र विश्वमा भइरहेका यस्तो परिणाम हेरेर मान्छे तर्सिनु स्वाभाविक पनि थिएन। यसै सन्दर्भमा चाहिँ सुरुका दिनहरूमा चाहिँ हाम्रो यो चाहिँ सिल गर्ने कानहरूलाई सिल गर्ने जुन हामी काम गर्दै आइरहेका थियौँ हाम्रो यसमा सुरक्षाकर्मी हाम्रो जनप्रतिनिधिहरू होइन, त्यसपछि हामी पनि त्यसमा चाहिँ संलग्न थियौँ। सिल गरेपछि सबै कुरा हुन्छ भन्ने एउटा किसिमको मान्यता पनि थियो र अझै पनि अहिलेदेखि यो चाहिँ सामान्य रूपमा चाहिँ अझै पनि छँदैछ। तथापि हामीलाई चाहिँ यो दुई तरिकाको चाहिँ हामीलाई चाहिँ यसको चाहिँ प्रतिक्रिया आयो। पहिलो प्रतिक्रिया चाहिँ के थियो भन्नु होला भने त्यसरी सिल गर्नुपर्छ भनेर कि अब समुदाय र चाहिँ समुदायमा बस्ने मान्छेहरूले त्यसलाई सिल गरिदिनुपर्छ, उनीहरूलाई बाहिर सिल हुन दिनु हुँदैन, यस्तो खालको कुरो भने घर परिवारको मान्छेले यसरी सिल गर्दा हामीलाई चाहिँ धेरै अप्ठ्यारो महसुस भयो। जस्तै भोलि अब चाहिँ अरू मान्छेले पनि कसरी म चाहिँ सङ्क्रमित हो भनेर भन्ने आधारमा चाहिँ भोलि नबन्न सक्छ, उहाँहरू चाहिँ निकै बढ्न सक्ने अवस्था आउन सक्छ। यसले चाहिँ ठुलो चाहिँ परिणामहरू ल्याउनु पनि सक्छ है भनेर केही चाहिँ हामीलाई त्यो हामी लक गर्न जाँदा कि चिन गर्न जाँदा पनि केही सङ्क्रमितको घर परिवारले हामीलाई भन्नुभएको थियो त्यो बेलामा। र अहिले आएर हामीले जुन देखिरहेको छौँ त्यसको चाहिँ अब केही चाहिँ यो बिस्तारै सहज हुँदै गएको छ। समुदायले पनि यसलाई चाहिँ एक्सेप्ट गर्दै गएको छ र अब सिलमा भन्दा पनि हामी सोच्छौँ यो हाम्रो भौतिक दूरीलाई चाहिँ र मास्क र हात धुने कुरालाई चाहिँ बढी महत्त्व दिन सक्यौँ भने हामी नस्तरिँदैछौँ भन्ने कुरा चाहिँ अब यो विज्ञानले प्रमाणित गरिदिएका कुराहरूप्रति मान्छेको आकर्षण चाहिँ बिस्तारै बढ्दै गएको छ। हजुर, पक्कै पनि। अनि यो अब यसरी पोजिटिभ देखिसके पनि होइन लुकाउने अनि पोजिटिभ हुँदाहुँदै पनि यो समुदायमा प्रवेश गर्ने ग्रुपमा प्रवेश गर्ने गर्दा त यसले झन् नराम्रो स्थिति लिन सक्छ है। एउटा सङ्क्रमितले म खुल्ला रूपमा चाहिँ म सङ्क्रमित हो भनेर त्यो झालबाट मान्छेलाई हेरेर नमस्कार गर्ने र बाहिरको मान्छेले नमस्कार है ल आरामसँग बस्नुहोस्, पानी धेरै खानुहोस् र सङ्क्रमित हुनुहोस्, अरू तपाईँ हाम्रो कन्ट्याक्टमा आएको मान्छेलाई खोजी हामी ट्रेस गराउँछौँ भनेर भन्ने इन्भाइरोमेन्ट गर्नुपर्नेमा अहिले बिरामी चाहिँ लुकेर बस्नु परिरहेको छ। हजुर, यो पनि यो समाजमा हाम्रै कारणले गर्दाखेरि भइरहेको हो। अहिले भर्खरै मैले यहाँको मेयरज्यूसँग कुरा गर्नुभएको थियो, उहाँले जानकारी दिनुभए अनुसार 16जना प्रहरीहरूलाई परीक्षण गर्दाखेरि 13जनाको पोजिटिभ देखिएको भनेर अहिले उहाँले पनि यो खबर दिनुभयो। अब यो यसरी यस्तो भयो भने यो समाजमा अवहेलना हुने किसिमको भयो भने अब उसले लुकाउने प्रयास गर्छ। त्यसैले समाजमा चाहिँ सबैले खुलेर बताइदिनुपर्छ कि म पोजिटिभ भएँ, म अब यसरी बसेको छु भनेर जानकारी गराइदिनु पर्ने हुन्छ होइन। हजुर, मेरो पनि आशा एकदम त्यही हजुरले भन्नुभएको कुरा चाहिँ ठ्याक्कै मैले पनि भन्न खोजेको कुरा चाहिँ त्यही नै हो। हजुर, अनि अब यसरी अब त्यहाँ हाम्रो अहिले जम्मा कति अब भनौँ न अब यो आइसोलेसनहरू कतिवटा बनाउनु भएको छ र स्थिति एकदमै भयावह भएर गयो र एकदमै सङ्क्रमण बढ्यो, एकदमै गुणात्मक रूपमा बढ्यो भने त्यतिखेर तपाईँले म्यानेज गर्न सक्ने कुनै एउटा किसिमको धारा एउटा किसिम फर्मेट बनाइसक्नु भएको छ कि छैन? हजुर, यो अब यस सम्बन्धमा चाहिँ अब अहिलेसम्म त योभन्दा अगाडिको जुन पक्ष गरेर एउटा बैठकमा पनि जिल्ला स्तरको डिसिएमसीको बैठकमा म पनि सहभागी थिएँ। चाहिँ पहिला के कुरो भएको थियो भने हाम्रा श्रीमान मेयर साहबहरू हाम्रो मेयर साहबहरू पनि त्यहाँ हुनुहुन्थ्यो। उहाँहरूले अब सबै यो आइसोलेसनको व्यवस्था चाहिँ भक्तपुर जिल्लाभरिको केएमसी, त्यसपछि यता भक्तपुर अस्पताल अनि लगायत खरिपाटीमा होइन यसरी गर्ने अब कम्तीमा पनि 1000 बेडको व्यवस्था गर्ने र त्यसपछि गएर भक्तपुरभरिको खर्च चाहिँ दामासँग बिहोर्ने भनेर यस्तो कुरो चाहिँ आएको थियो पहिला। अब अहिले त्यसले मात्रै अब धान्न सक्ने अवस्था छैन भनेर चाहिँ अब स्थानीय तहमै पनि चाहिँ यो आइसोलेसनहरू बनाउने भनेर प्रक्रिया सुरु भएको छ। र यसै सन्दर्भमा अहिले हाम्रो यो नगरपालिकामा पनि यो सानोठुलो क्याम्पस लगायतका चाहिँ यो कृषि विकास तालिम केन्द्र लगायतका स्थानहरूमा चाहिँ
कामको खोजी भएर त्यहाँ चाहिँ केही प्रक्रिया अगाडि पनि बढिसकेको छ। अब आइसोलेसन सेन्टर बनाउने भनेर चाहिँ थालिसकेको अवस्था छ। किनकि अब केसको लोड बढ्दै गयो, अब चाहिँ धान्न सक्ने अवस्था छैन भन्ने किसिमको चाहिँ महसुस चाहिँ भइसकेको छ नगरपालिकालाई। हजुर, अनि यो स्थितिमा जनताहरू पनि अब आफै भित्रभित्र डराइरहेका छन्, कोही बाहिर ननिस्किने, पक्कै पनि उनीहरूलाई पनि डर भइरहेको छ। यस्तो स्थितिमा अब नगरपालिकाले उनीहरूलाई सान्त्वना दिन, उनीहरूलाई आक्रान्तबाट बचाउनको लागि के कस्तो किसिमको उपायहरू अपनाएर होला हजुर? अब जस्तै नगरपालिका स्तरबाट चाहिँ नगरपालिकाले माइकिङ पनि गरिरहेको छ र जनसमुदायलाई चाहिँ सचेत गराउन, उहाँहरू भौतिक दूरी कायम राख्न होइन। हजुर, यस व्यक्ति बिचको चाहिँ सम्बन्धलाई पनि अब कमसेकम 20 मिटर टाढा राखेर काम गर्न, मास्क लगाउन चाहिँ यो सचेतनाको लागि चाहिँ हरेक दिन माइकिङ पनि गर्दै आइरहेको छ पहिलो कुरा। हजुर, अनि दोस्रो कुरा चाहिँ अब सङ्क्रमित भएर आइसके पछाडि सङ्क्रमितहरूलाई चाहिँ हाम्रो चाहिँ यो सिआइसिआई र सिटिसिएफ टिमका साथीहरूले चाहिँ उहाँहरूलाई चाहिँ टेलिफोन गर्ने र उहाँहरूलाई चाहिँ सान्त्वनाहरू दिने र उहाँहरू चाहिँ कसरी बस्नु गएछ भन्ने कुराहरू सोध्ने, उहाँको स्वास्थ्य अवस्थाबारे बुझ्ने र उहाँहरूलाई सपोर्ट गर्ने कामहरू हामीले पनि गर्दै आएका छौँ। लगायत अब उहाँहरूको कन्ट्याक्टमा रहेका व्यक्तिहरूको चाहिँ नजिकैको सम्पर्कमा रहेका व्यक्तिहरू भोलि उहाँहरू मार्फत पनि अरूलाई सर्न सक्ने सम्भावना भएकोले त्यो कन्ट्याक्ट ट्रेस गरेर चाहिँ उहाँहरूको नावली उतानेर उहाँहरूको चाहिँ हाम्रै नगरपालिका अस्पताल, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा चाहिँ टेस्ट गर्न पठाउने कामहरू पनि अहिले लगातार भइरहेको छ। ए हजुर, अनि अहिले हामी अरू नगरपालिकाहरूसँग बुझ्दा के भइरहेको छ भने त्यहाँनिर धेरैवटा अब सङ्घ संस्थाहरू यस्तो मार्फत पनि यो अभियान, अब कोरोनाबाट बच्ने अभियान नै थालेर अघि बढिरहेको स्थिति छ। यो हाम्रो मध्यपुर थिमीमा चाहिँ कुनै स्थानीय समुदाय क्लबहरू यस्तोलाई समावेश गरी यो जागरण अभियानमा लगाउनु भएको छ कि छैन? अब यसको लागि केही अब केही स्थानीय युवाहरू त्यसपछि गएर केही हुनुभएका पनि स्वयंसेवक साथीहरूले यस्तो काममा चाहिँ हामीलाई चलाइराख्नु भएको छ। र नेपाल रेड क्रस सोसाइटी भक्तपुरले पनि हामीलाई चाहिँ यस सम्बन्धमा चाहिँ उहाँहरूको यहाँ चाहिँ शाखा छ, त्यो मार्फत पनि उहाँहरूले चाहिँ यस्तो सूचनाका कामहरू पनि गर्दै आउनु भएको छ र स्वयंसेवक साथीहरूले पनि काम गरिराख्नु भएको छ। अरू त्यस्तो धेरै सङ्घ संस्थाहरू चाहिँ हाम्रो नगरपालिकामा लागि पर्नु भएको छैन। धेरै खुसी लाग्यो यहाँसँग धेरै कुरा गर्न पाएँ, धेरै जानकारीहरू दिनुभएकोमा म नेवा एफएमको तर्फबाट एकदमै धन्यवाद दिन चाहन्छु। भविष्यमा पुनः यहाँसँग कुनै जोडिने कार्यक्रम बनोस् भन्ने आशा राख्दै म आजको कार्यक्रममा यहाँबाट छुट्टिन चाहन्छु। धन्यवाद, यहाँलाई पनि धेरै धेरै धन्यवाद। यहाँहरू समस्या जोडिने र केही कुराहरू राखिदिने अवसर प्रदान गर्नुभयो, यसप्रति यहाँहरूप्रति हार्दिक धन्यवाद एवं आभारी छु। धन्यवाद। यहाँ हुनुहुन्थ्यो मध्यपुर थिमी नगरपालिकाका स्वास्थ्य संयोजक श्री भागीरथ अधिकारीजी हुनुहुन्थ्यो। हामी अहिले चाँगु नारायण नगरपालिकाका उपमेयर श्रीमती बिना वास्तोलाज्यूसँग सम्पर्कमा छौँ। हामीले कोसिस गरेका थियौँ मेयरज्यूसँग पनि कुरा गर्ने कोसिस गरेका थियौँ, उहाँहरू कार्यव्यस्तताले अलि स्वास्थ्य प्रचारको कार्यक्रममा उहाँ अलि व्यस्त हुनुभयो। अब म चाँगु नारायण नगरपालिकाका उपमेयर श्रीमती बिना वास्तोलाजीलाई म यो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। हामीले यो नेवा एफएम 106.6बाट यो कोरोनाको बारेमा कोरोना विशेष भन्ने कार्यक्रम थालनी गरेका छौँ। उपत्यकाका विभिन्न नगरपालिकाको गतिविधिहरू, प्रत्येक नगरका नगर मेयरज्यू, नगरका उपमेयरज्यू, वडा अध्यक्षहरूज्यू, उहाँहरूसँग सबैको राय, उहाँहरूको त्यहाँ त्यो तत्त वडाका गतिविधिहरू प्रस्तुत गर्ने गरेका छौँ। आज तपाईँले हाम्रो यो कार्यक्रममा भाग लिइदिनु भयो, म एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु। हजुर धन्यवाद, नमस्कार। अनि अब यो भयावह स्थिति आइरहेको छ देशमा। उपत्यकाको भक्तपुर जिल्लाको उत्तर भेगमा पर्ने यो चाँगु नारायण नगरपालिकामा अहिलेको कोरोनाको स्थिति के कस्तो छ हजुर?
चाँगुनारायण भइरहनु पर्दा यस चाँगुनारायण नगरपालिका को उत्तरी भेगमा हाम्रो चाँगुनारायण नगरपालिका पर्छ। हाम्रो चाँगुनारायण नगरपालिका काठमाडौँ उपत्यकाभरिको ठुलो एरिया छ। यस नगरपालिकामा 9 वडा छन्। अनि त्यो वडामा हामीले पहिलादेखि नै यो कोभिड-19 को बारेमा हामी चर्चामा आएका थियौँ। किन आएका थियौँ भन्दा हाम्रो चाँगुनारायण पालिका खरिपाटी भन्ने ठाउँमा जुन 206 जना चाइनाबाट ल्याउने विद्यार्थीहरू पनि हाम्रै चाँगुनारायण पालिकामा क्वारेन्टाइनमा राखिएको थियो। त्यति बेलादेखि नै हामी चाहिँ अलि चर्चित हाम्रो चाँगुनारायण पालिका भएको थियो। किन भन्दा त्यति बेला अब कोरोना आयो भन्ने हाम्रो जनताको एकदम डर त्रास थियो त्यति बेला। हुँदै पनि हामीले उहाँलाई सम्झाएर हामीले मनोबल बढाएर यस्तो हुँदैन, कोरोना आउँदैन, त्यो विद्यार्थीहरू ल्याउँदैमा कोरोना आउने होइन, कोरोना नलागेका विद्यार्थीहरू आउनुभएको हाम्रा छोराछोरी सरका विद्यार्थी हुन्। हाम्रा छोराछोरी त्यस्तो पऱ्यो भने हामीले ल्याउन खोज्छौँ भने हाम्रा जनताका छोराछोरी देशभरिका छोराछोरी हुन्, हामी राख्नुपर्छ भने हामीले हामी सबै वडाहरू सबै लाएर हामीले खरिपाटीमा राख्यौँ र त्यहाँ उहाँहरू बस्नुभयो, क्वारेन्टाइनमा बस्नुभयो। राम्रो व्यवस्था नगरपालिका प्रशासन, भक्तपुर प्रशासन, सेना सबैले भएर हाम्रो व्यवस्था गरेर उहाँले बाहिरका साथ हामीले विदाय गऱ्यौँ। त्यसै हामी अब के अरे हाम्रो लकडाउन भइरहेको र जसरी हामीले पहिलादेखि नै सुरुवातदेखि नै हामीले अन्तराहत बाँडिसक्दा पनि कोरोनाको बारेमा हामीले राहत बाँड्नलाई हामीले एउटा द्रुत कमिटी खडा गऱ्यौँ। मेयर साहबको सहयोगको 5 जनाको कमिटी। त्यसमा हामीले कोरोनाको लागि हामीले कोष खडा गऱ्यौँ 2,50,00,000 अनि त्यो कोषमा विभिन्न सेक्टरका मान्छेले त्यहाँ पैसा, हामी प्रदेशबाट हामीलाई 20 लाख दिनुभयो, नगरपालिकाबाट 30 लाख राख्नु। हाम्रा महिला बालबालिकाको काम हुन सकेको थिएन गए सालमा, त्यो पैसा पनि हामीले 1 करोड त्यसैमा राख्यौँ र हामीले 2,50,00,000 त्यहाँ पैसा बनायौँ। हामीले पहिला फेजमा दाल चामल साबुन यस्तो राहत बाँड्यौँ। हामीले बोरा चामल दिन सकेनौँ, 15 किलो चामल दियौँ हामी धेरै जनतालाई वडै पछि। र दोस्रो फेजमा हामीले के गर्यौँ भनेदेखि हामीले त्यसरी राहत दिएर हुँदो रहेछ भन्ने हिसाबले हामीले त्यो खाद्यलाई रोजगारी भनेर सबै सूचना निकाल्यौँ, कार्यविधि बनायौँ, सूचना निकाल्यौँ, सूचना अनुसारले वडामा पठायौँ। वडाबाट जुन खाद्यलाई रोजगारीमा मान्छेले फर्म भर्नुभयो, हामीले क्राइटेरिया बनाएका थियौँ, त्यो अनुसारको उहाँहरूले फर्म भर्नुभयो र हामीले रोजगारी दिएर पैसा दियौँ। सरकारी नीति अनुसारको 810 रुपियाँ दैनिक ज्याला, त्यसरी चाहिँ हामीले राहत वितरण गऱ्यौँ त्यति बेला पहिलो लकडाउनमा। र अहिले दोस्रो फेजमा अहिले चाहिँ हामी के काम गर्दैछौँ, हाम्रा क्वारेन्टाइन राख्ने ठाउँ पनि हामीसँग छन्। हाम्रो जुन 9 नम्बर वडामा हाम्रो 200 जना अटाउने क्वारेन्टाइनमा राख्ने ठाउँ छ। अनि हामीले आइसोलेसन यहाँ खरिपाटीमा जुन विद्यार्थी राखेका थियौँ भनेका छौँ नि, त्यसमा पनि हामीले जिल्लाभरिका चाहिँ आइसोलेसनमा राख्नलाई हाम्रा कोरोना लागेको मान्छेहरू त्यहाँ राख्न हामी ठाउँ दिएका छौँ। 2 नम्बर वडामा 20 जनाको सिट हुने एउटा वडा कार्यालय नै छ, त्यहाँ बनाएका छौँ। र यसरी हाम्रो अहिले जम्मा टोटली आर्मी, सशस्त्र, पुलिसबाट हाम्रो 65 जना हाम्रो पालिका भरिमा भइसकेछ कोरोना। 65 जना, हजुर। 65 जनामा हाम्रो यहाँको स्थानीय वासी चाहिँ 30 जना हुनुहुन्छ। अनि विभिन्न ठाउँबाट आएर बस्नुभएका चाँगुनारायण पालिकाको ठेगाना दिनुभएको अरू सबै हुनुहुँदो रहेछ। त्यसरी सशस्त्र हुनुहुन्छ, हाम्रो तल शस्त्रको ठुलो ब्यारेक पर्छ वडा नम्बर 1 मा, चाँगुनारायण पालिका वडा नम्बर 1 मा। सशस्त्र स्केल भन्ने ठाउँमा सशस्त्रको ब्यारेक पर्छ, त्यहाँ धेरै सशस्त्र चाहिँ हुनुभएको छ। अहिले करिब 35 जना जतिलाई भइसकेको छ आजभोलि। यसरी यहीँको स्थानीय वासी चाहिँ 30 जना मात्रै हो। र अहिले हालसालै अब 30 जनामा 20 जना जिको भएर घर गइसक्नु भएको छ। 7 जना होम आइसोलेसन घरमै हुनुहुन्छ, 3 जना हस्पिटलमा एडमिट हुनुहुन्छ अहिलेसम्म। र त्यही अनुसारले हामीले कोरोनाको बारेमा चाहिँ हामीले एकदम प्रचार प्रसारदेखि लिएर सबै तह सेक्टरमा हामीले सबलाई चाहिँ निर्देशन दिएर राम्रोसँग हामीले चाहिँ काम गर्दै आएका छौँ कोरोनाको बारेमा चाहिँ। हजुर, धेरै राम्रो काम गर्नुभएको रहेछ। अनि यो कोरोनामा भनौँ न अब जनताहरूमा के कस्तो भ्रम फैलिरहेछ भने
अब स्वास्थ्य सेवामा काम गर्ने नर्सहरू भए डक्टरहरू भए उनीहरूलाई कोरोना सरेको हुनसक्छ उनीहरूलाई समाजबाट बहिष्कार गरौँ अनि यो फ्रन्ट लाइनमा जुन काम गर्ने यो स्वास्थ्य के अरे सुरक्षाकर्मीहरू हुनुहुन्छ उहाँहरूलाई पनि लागेको हुनसक्छ बहिष्कार गरौँ भने सामाजिक एउटा समाजमा यस्तो किसिमको एउटा स्थिति आइरहेको छ नि त्यो बारेमा के सोच्नु भएको छ त्यो बारेमा हामीले उहाँहरूको चाहिँ मनोबल बढाउनको निमित्त हजुर जुन अहिले हामीले अब प्रचार प्रसार गरिरहेका छौँ पम्पलेट बाँडिरहेका छौँ किनभने त्यो नबुझेर हो त्यो भोलि हामीलाई पनि हुनसक्छ त्यो कोरोना जुन स्वास्थ्य कर्मी हाम्रै लागि खटिनु भएको छ हामीलाई निको पार्नलाई खटिरहनु भएको छ उहाँहरूले त स्वाभाविक हुने नै भयो भोलि हामी जसले हामीले त्यसलाई बहिष्कार गरिरहेका छौँ त्यो मान्छे हामीलाई पनि हुन्छ त्यो उहाँहरूले चाहिँ अब नबुझ्नु भएको हो हामीले बुझाउँछौँ त्यस्तो कुरा अब जस्तै प्रचार प्रसारमा हामीले त्यही कुरा भन्छौँ जस्तो स्वास्थ्यमा सबै बिरामी भएको मान्छेलाई तपाईँले हिजो मात्रै हामीले निर्देशन दिनु तपाईँ बिरामी भएको ठाउँमा फोन गर्ने गर्नुहोस् हाम्रो स्वास्थ्य छ नि त 8वटामा 8वटा स्वास्थ्य क्लिनिकहरू छन् अनि हाम्रो नगरपालिका स्तरीय एउटा छ 9वटा छन् अनि उहाँहरूलाई के भन्छ भने सबैलाई हामी पनि फोन गर्छौँ फेरि फोन गरेर उहाँहरूको मनोबल बढाउने हिसाबले हामीले कुरा गरिदिनुपर्छ भन्छ र जनतालाई पनि त्यही भन्छ हामी जनतालाई आज हामी बहिष्कार गर्ने भोलि पनि हामी त त्यही भुरामा हामी पनि पर्छौँ नि हामीलाई हुन्छ नि त्यो मेयर भन्दैमा नुनेन उपमेयर भन्दैमा नुनेन ठुलो मान्छे भन्दैमा नुने धनी भन्दैमा नुनेन गरिब भन्दैमा नुनेन नि अब जस्तै अब अहिले डाक्टर भोलाका बुढाबुढी भोला शर्मा ठुलोका बुढाबुढीलाई भयो जस्तै विद्या सुन्दर मेयरज्यूलाई भयो अनि सबैले नहुने कुरो होइन सबैलाई हुनसक्छ तपाईँ त्यस्तो गर्नु हुनाले प्रचार प्रसार गरेका छ विभिन्न तहबाट वडादेखि स्वास्थ्य क्लिनिकदेखि सबै ठाउँबाट हामी त्यस्तो चाहिँ प्रचार प्रसार गरेर त्यस्तो हाम्रो एरियामा चाहिँ त्यस्तो भनिहाल्नु भएको चाहिँ छैन जस्तो घर छेउमा छ बाहिर मान्छेको कुरा त स्वाभाविक कुरा हो हामी त्यही भन्दै हिँडेका छौँ त्यस्तो चाहिँ भनिहाल्नु भएको चाहिँ छैन अनि यो हाम्रो वडामा चाहिँ स्थानीय 30 जनालाई पोजिटिभ देखिएको त्यसमा 20 जना रिकभर भएर उहाँहरू निस्किसक्नुभयो भन्नुभयो जानकारी दिनुभयो ती रिकभर भइसकेका मान्छेहरू जसलाई नेगेटिभ देखेर बाहिर अहिले समाजमा हुनुहुन्छ उहाँहरूलाई हेला गर्ने छिछि दूर गर्ने किसिमको मेरै घर छेउमा एकजना पाइलट भाइ हुनुहुन्थ्यो अश्विन कुमार खड्का भन्ने उहाँलाई पाइलट हुनुहुन्थ्यो बिरामीहरू लिएर आउँदाखेरि बाहिरबाट लिएर आउँदाखेरि बाहिरबाट प्लेन उडाएर ल्याउँदाखेरि उहाँलाई सरेछ उहाँले हाम्रो घर छेउमा केही भएको छैन बाहिर निस्किसक्नुभयो जस्तै खालीमा प्रहरी भाइ हुनुहुन्थ्यो उहाँ बाहिर निस्क उहाँले त मैले सोधिनँ हजुर उहाँ घर छेउमै पुगेँ नि तपाईँ त यस्तो भएको साथी के छ कस्तो के अवस्था छ होइन त्यस्तो केही फिलिङ त मलाई आउँदै आएको होइन तर मलाई पोजिटिभ निस्क्यो र म त त्यहाँ हस्पिटल निस्केपछि काममा थालिसकेँ मलाई त्यस्तो केही भएको छैन भन्नु कसैले छिटो केही छैन हामीले त्यहीँ बसेर चिया पानी खाएर आयौँ र अरूलाई पनि त्यही भन्दै हो त्यस्तो केही भनाइ त्यस्तो मैले चाहिँ त्यस्तो बदनाम भनेको चाहिँ सुनेको छैन हाम्रो एरियामा ए हजुर अनि यो हाम्रो स्वास्थ्य कर्मीहरू अनि सुरक्षाकर्मीहरू सञ्चारकर्मीहरूको सङ्ख्या के पर्याप्त होला त अहिले हाम्रो नगरपालिकामा अब यस्तो आफ्नै हाम्रै स्वास्थ्य 7 नम्बर वडाको स्वास्थ्य क्लिनिकमा हाम्रो स्वास्थ्यमा काम गर्ने भाइलाई नै भयो अस्ति हजुर अनि त्यो क्लिनिक चाहिँ हामीले अब बन्द गऱ्यौँ उहाँ भाइले चाहिँ अब आफै स्वास्थ्यमा काम गर्ने आफ्नो स्वास्थ्य झिकेर टेस्ट गर्न दिइसकेपछि आइदिनु भएको छ क्लिनिकमा उहाँ बुझेको मान्छे अब आइदिनु हुँदैन थियो होइन अनि उहाँ मामगढ छ यहाँ पाण्डु बजारमा मामगढ जानुभएछ अनि नामघरबाट 5 जनालाई भएको रहेछ उहाँलाई त्यहाँबाट सरेछ र उहाँ चाहिँ अहिले हस्पिटल एडमिट हुनुहुन्छ र यसरी अनि हामी त्यो चाहिँ अब सबैलाई पिसिआर गरेर जुन ठाउँमा जसलाई भएको छ त्यो ठाउँको हामीले सिल गरेर त्यो 5 दिनपछि 1 हप्ता 7 दिनभित्र 7 दिनपछि हामी पिसिआर गर्न लाग्छौँ हामी आज भएको थाहा पाएको भोलिपल्ट पिसिआर पनि गर्दैनौँ देखिँदैन अनि 1 हप्तामा एक हप्ता उहाँहरूलाई घरैमा क्वारेन्टाइनमा राख्छौँ सबैलाई टोलै सिल गर्छौँ अनि हामी चाहिँ त्यसपछि हामी आफ्नो एम्बुलेन्स छ हाम्रो एम्बुलेन्स बिरामी बोक्ने लाने ल्याउने अब सबै हाम्रो एउटा एम्बुलेन्स खडा भइरहेको छ हामी आफ्नै एम्बुलेन्समा लगेर भक्तपुरमा लगेर टेस्ट गराएर अनि घरमा ल्याएर छोडिदिन्छौँ धेरैजना 22-25 जना हुनु भने हामी यहाँ नै लिएर आएर हामी यहीँ आएर गर्छौँ यहीँ आएर उहाँको त्यो खकार निकाल्ने काम हामी यहीँ आएर गर्छौँ र हामी त्यो लगिदिन्छौँ हस्पिटलमा त्यसरी हामीले मिलाएर हाम्रो स्वास्थ्य चाहिँ हाम्रो बिरा कहिले हुँदैन हाम्रो जुन स्वास्थ्य क्लिनिकहरू नगरको स्वास्थ्य हेल्थ डेट कहिले पनि उहाँहरूलाई बिरा हुँदैन शनिबारलाई पनि बिना होइन उहाँलाई हामीले भत्ताको व्यवस्था गरिदिएका छौँ उहाँहरू सबै रातो दिन खटिरहनु भएको छ ए उहाँलाई सुरक्षा भत्ता भनेर दिने त्यो भत्ता हो अब उहाँहरूलाई अब त्यो अब सुरक्षा भत्ता हो नि उहाँहरूको सबै जस्तो हस्पिटलमा डाक्टर नर्सहरू खटिरहनु भएको छ नि हजुर उहाँहरूले त्यति खटिरहनु भएको छ उहाँहरूले हामी त्यो सुविधा दिनुपर्छ नि त
यो सुरक्षा भत्ता भने सरकारले पनि यो उद्घोषण त गरेको थियो, यो लागू भएको छ छैन अथवा नगर हाम्रो नगरले नै छुट्टै दिएको हो कि कस्तो हो? हामीले त हाम्रो नगरले दिएका छौँ अहिलेसम्म चाहिँ। अब जसरी यसरी भइरहनु पर्दा अब एउटा कोरोना भन्ने चिन्ह चाहिँ न देखिन्छ न केही हुन्छ। तस नस्ते हाम्रो राज्य नै तस नस्तेले पारेको देखिन्छ स्वास्थ्य हेर्दा। किन भन्दा सबै पैसा चाहिँ यसमा खर्चिनु परेको छ नि। अब सेनिटाइजर भन्यो, मास्क भन्यो, सबै यसको व्यवस्था अब सुरक्षा कर्मीलाई त्यतिकै गर्नु पर्यो। साउन्ड सिस्टम अब हामी त पहिला त औषधि सुत्त छैन अझ सबै ठाउँमा। हजुर, अब यस्तो गरिरहँदाखेरि हाम्रो नगरपालिकाको बजेटले भ्याइरहेको छ त हजुर? बजेट के कसो गर्नुभएको छ? अब आजसम्म भ्याएको छ। अब यसो छ नि, जब हामीले विकास निर्माणलाई भनेर छुट्याएका जुन बजेट छौँ नि, अब त राजस्व पनि उठ्ने छैन। अब चाहिँ हामी घाटामा जान्छौँ भन्ने हामीले देखेका छौँ। तपाईँले पहिलो फेजमै 2 करोड 50 लाख रुपियाँ बजेट बनाउनु भएको थियो नि, त्यो बजेट चाहिँ के प्रयोग भइसकेको कि? अब त्यो बजेट त त्यत्रो रातै त्यत्रो जनतालाई नै अब दाल चामल बाँडिदियो, खाद्यका लागि रोजगारीको अब ज्याला तिरियो, सेनिटाइजर मास्क अब सबै हेल्पपोस्टमा सबैसँग मास्क सेनिटाइजर, कर्मचारीहरू सबैले मास्क सेनिटाइजर ठाउँमा राखिदिनु पर्यो। व्यवस्था गर्नु अलिकति पैसा त छ। हजुर, यो अब भनौँ न, अब यो हामीले स्वास्थ्य कर्मीहरूलाई यताउति सबै परिचालन गर्दाखेरि तपाईँको बजेटले चाहिँ अहिलेसम्म भ्याइरहेको छ, आन्तरिक बजेटले अहिलेसम्म भ्याएकै छ। अब विशाल कस्तो हुन्छ अब अवस्था हेरौँ। अब अवस्था हेर्दै जाँदा त महामारीको अझ यहाँभन्दा ठुलो भएन के कुलियो भने त राज्यले ठेक्न सक्दैन, नगरपालिकाले के ठेक्नु। अब कस्तो रूप लिएर जान्छ? अब रूप हेर्दा आजभोलिको रूपरेखा हेर्दा महामारीले लास्ट देखिन्छ। अब बचेर हिँड्नै गाह्रो देखिन्छ। इनकेस अब यहाँले भने जस्तै अब यस्तो त नहोस्, हामी चाहँदैनौँ। महामारी नै भइहालेछ भने अब त्यहाँनिर क्वारेन्टाइनहरू अब त्यो सबै व्यवस्थाहरू गर्नुपर्ने हुन्छ। त्यसको लागि पर्याप्त बजेट हामीसँग नगरपालिकामै छ कि अथवा हामी सरकारसँग माग्ने गर्छौँ? अब यसो पुगे आफै गएर नि तपाईँ सरकारसँग रिक्वेस्ट गर्ने। हामीले त 4वटा नगरपालिका मिलेर राधेमा भोलि अब हुन त नहोस्, भयानक महामारी आयो भने केही जो पनि गरेर बसेका छौँ नि। जुन अब भोलि भइपरि ठुलो आयो भने जस्तै खानेपानी, खाद्य अन्न, भोलि अब मारामा त्यसो लासे भयो भने पोको पार्ने प्लास्टिकहरू शुद्ध हामीले एउटा त्यो घरमा राधेको घरमा 4वटा नगरपालिका प्रशासन भक्तपुर सबै मिलेर त्यहाँ राखिसकेका छौँ नि। हजुर। अनि यो अब योभन्दा बढी नफैलियोस् भन्ने किसिमबाट कुनै अब गतिविधिहरू कुनै कार्यक्रमहरू गर्नुभएको छ कि अथवा कसैलाई जानकारी यो सचेत गराउनको लागि के गर्नुभएको छ कि? एकदम नफैलसँग आफू सजग। मेन त अब यो छुतको रोग जस्तो देखिन्छ। सकेभरि सरकारले भनेको, WHO ले भनेको हामीले मान्नुपर्छ भनेर जनतालाई त्यही निर्देशन दिन्छौँ। जुन नेपाल सरकारले सधैँ अब एउटा फोन गर्दाखेरि फोनमा सबै कुरो भन्छ नि, यसो नगर्नु, सबै जनताको हातमा फोन छ नि। अब त्यो त कानमा सुनिन्छ नि, त्यो के मान्ने भने पुग्छ, त्यहाँभन्दा बढी मान्नु पर्दैन। WHO पनि उहाँले सबैले सुन्नु होला नसुन्नु होला, फोन त हरेक व्यक्तिको 10 वर्ष माथि लागेको व्यक्तिको हातमा फोन छ। फोनमा सबै कुरो भनेको छ। त्यति मानिदिनु भने तपाईँलाई पुग्छ भने हामी त्यही प्रचार प्रसार गर्छौँ। हजुर, सही, धेरै राम्रो। अहिलेको स्थितिमा अब यो कोरोनाको भ्याक्सिनहरू केही पनि ननिस्केको स्थितिमा हामीले आफै स्वस्थ रहनको लागि मास्क, सेनिटाइजरहरू हामीले अब यसरी भन्छ। अब राज्यले पनि नेपाल सरकारले पनि अब बुर्जो पानी, बेसार पानी खानु भनेर शब्द मोबाइलमा हालिदिइसकेको छ। एप बनाएर हालिदिइसकेका छ। त्यो पनि भनिदिनु थाल्छ। अब चाहिँ हाम्रो एरियातिर बुर्जो पनि पाइँदो रहेछ। ल यो लिएको है बुर्जो अलिकति निकाल्छ, पुलिस गाडीहरू शुद्ध बोकेर हिँडेको छ आजभोलि। यो बुर्जो भने कस्तो हुन्छ अरे? यो एउटा लहरो हुन्छ, त्यो लहरोको हाँगा पानी हाल्न पकाएर खायो भने एकदम राम्रो गर्छ अरे। त्यसले के कस्तो राम्रो गर्छ भने कस्तो किसिमबाट राम्रो गर्ने हजुर? अब त्यो पकाएर खाँदाखेरि अब यो कोरोनालाई ठिक गर्छ भन्ने छ। अब के छ, अब खानीले खाइरहेको छ। कोरोनालाई ठिक गर्छ नभइकन शरीरमा भएको जुन रोग प्रतिरोधात्मक क्षमता हुन्छ नि त्यसलाई बढाउँछ अरे। हजुर, त्यो हुनुपर्छ। हजुर, इम्युनिटी पावर बढाएपछि मैले पनि धेरै सुनेको छु यो। अनि यो एक किसिमको लहरा जस्तो हुँदो रहेछ। सबै कुरो त लागू गर्नुपर्छ। सबै अब त्यस्तो पनि भन्दै हिँडेको छौँ हामीले त। सकेभरि जनतालाई सजग बनाएको छ। यसरी सबै हेरिरहँदा अहिलेसम्म भक्तपुर हाम्रो चाउना नगरपालिकामा त्यस्तो अब मृत्युसम्म हुन पुगेका छैन कोरोनाको बारेमा। अब जस्तै मध्यपुरमा भयो, जस्तै चुनचुनाङ भयो, जस्तै भक्तपुरमा भयो। सकेभरि हामीले चाहिँ हाम्रो एम्बुलेन्स छ, त्यो एम्बुलेन्सलाई तुरुन्तै परेको
ठाउँमा हामी नै अब त्यो बिरानको हामीले अपडेट हामीसँग आइरहेको हुन्छ दैनिकै हजुर त्यो अपडेट अनुसार हामी नै फोन गर्छौँ तपाईँलाई गाह्रो छ कि के छ कसो छ गाह्रो भयो भने हामीलाई भनिहाल्नु छैन हस्पिटल लगिहाल्छौँ भन्छु हामी नै फोन गर्छौँ म आफै फोन गर्छु ए हजुर अनि अहिले स्थानीय तहमा कस्तो भने अब काम गरेर दैनिक काम गरेर खानुपर्ने मानिसहरू पनि हुन्छन् उहाँहरूसँग अब काम नभएको कारणले खाने सानी अलिक कमै होला सायद के कस्तो स्थितिमा बसिरहनु भएको छ र त्यसमा पनि अब मास्क र सेनिटाइजरहरू प्रयोग गर्ने सबभन्दा मेन त्यो पनि नहोला उहाँ त्यसको लागि के व्यवस्था गर्नुभएको छ कि के हजुर त्यसो त त्यही त अब त्यो अस्ति नै त्यसरी 2 चरण त्यसरी रात बाँड्यो पहिलाको लकडाउनमा अबको लकडाउनमा चाहिँ हाम्रो त्यही फेरि भन्नुपर्दा साँच्चै मध्यपुर जस्तो भक्तपुर जस्तो सहर नभएको एरिया हजुर त्यति किसान भएको ठाउँ यहाँका चाहिँ साँच्चै मजदुरहरूले ज्यालदारी गरेर नै अहिले खानपिन पाल्ने अवस्था छ कि हजुर खान पाउने ठाउँ छ हजुर जस्तै काठमाडौँमा भन्यो भने ती भारी बोक्ने अब सबै दैनिकी भारी बोकेर ज्यालदारी गरेर खानु पर्ने भाइहरू देखिन्छ नि पेटीमा सुतेको क्यामेराले देखाउँछ नि हजुर हो अब साँच्चै त्यहाँ चाहिँ मार परेको देखिन्छ हाम्रो चाहिँ त्यति मार परे जस्तो हामीले लाग्यो हामी त्यो खोजिरहेका छौँ हामी त्यसको बारेमा हिजो मिटिङै बस्छौँ के गर्ने अब त्यस्तो छन् कि छैन भन्दा हाम्रो सरहरूको त्यस्ता देखिएन त्यतातिर खेती योग्य जमिन प्रशस्त भएकोले सबैले आफ्नो खेती प्रयोग गर्छन् खानालाई त त्यति खेतीमा अब ज्याला जस्तै हामी हाम्रै खेती छ हामी खेतीमा ज्याला लाउँछौँ त्यस्तै निम्न वर्गका आएर त्यहाँ काम गर्नुहुन्छ पैसा दियो बोलायो लायो अब त्यस्तो गरिदियो सबै नै त्यसो गर्छ नि गाउँमा त हजुर खुसी लाग्यो आज हाम्रो कार्यक्रममा जोडिने भयो नेवा एफएम 106.6मा जोडिएर हाम्रा श्रोतालाई यहाँको नगरको बारेमा धेरै जानकारी दिनुभयो यसको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद धन्यवाद सर नमस्कार हजुरलाई पनि धेरै धेरै धन्यवाद धेरै धेरै नमस्कार हजुर सबै जनतालाई नमस्कार आफू चाहिँ निर्भरमा आफू बचाउँ अरूलाई पनि बचाउने कोसिस गरौँ भन्ने सन्देश यही मार्फत यही रेडियो मार्फतबाट दिन चाहन्छु म हजुर धन्यवाद उहाँ हुनुहुन्थ्यो चाँगु नारायण नगरपालिकाका उपमेयर श्रीमती बिना बस्नेतज्यू उहाँलाई धेरै धेरै धन्यवाद अब आजको लागि कार्यक्रमबाट हामी बिदा चाहन्छौँ प्रविधि संयोजन मार्फत सराना महर्जन र म शङ्कर थापा बिदा चाहन्छौँ भोलि फेरि भेट्ने नै छौँ धन्यवाद